नमस्ते सबैजनालाई। हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। आज हामी छौँ तिलोत्तमा स्थित सीता राइस मिलमा, जहाँ ब्लू स्टोन कन्स्ट्रक्सन कम्पनीद्वारा यहाँ 2 तले आरसीसी बिल्डिङको काम भइरहेको छ। अहिले यहाँ स्ल्याब कास्टिङको काम चलिरहेको छ। स्ल्याब कास्टिङ भइरहँदा मलाई आज तपाईहरुसँग केही बेसिक तर धेरै इम्पोर्टेन्ट कुराहरू शेयर गर्न मन लाग्यो। यी कुरा घर बनाउँदै हुनुहुने सामान्य मान्छेलाई पनि जान्नै पर्छ र इन्जिनियर पढ्दै गरेका वा साइटमा काम गरिरहेका इन्जिनियरहरूका लागि पनि एकदम युजफुल छन्। म तपाईलाई डिटेल भन्दा नि एउटा बेसिक तरिकाले आज सिकाउन जाँदैछु। अब सबैभन्दा पहिला कुरा गरौँ रड फिक्सिङको। यसलाई हामी टु वे स्ल्याब रेन्फोर्समेन्ट भनिन्छ। टु वे स्ल्याबमा लोड चारै दिशामा डिस्ट्रिब्युट हुन्छ, त्यसैले रड दुवै दिशामा सही स्पेसिङ राख्नुपर्छ। सामान्यतया स्ल्याबको रड 6 इन्चदेखि 8 इन्चको स्पेसिङमा राखिन्छ र हामीले त्यही अनुसार यहाँ डिजाइन अनुसारै राखिएको छ। अब कुरा गरौँ कोलुम, बिम र स्ल्याबको रड कसरी जोडिएको भन्ने। स्ल्याबको रड बिम भित्र राम्रोसँग एन्करेज भएर गएको हुनुपर्छ। कोलुमबाट आएको बिमको रड स्ल्याब भित्र प्रोपर ओभरल्याप र बेन्ड सहित कनेक्ट हुनुपर्छ। यदि यहाँ विक कनेक्सन भयो भने भविष्यमा क्र्याक आउने वा डिफ्लेक्सन बढ्ने सम्भावना बढी हुन्छ। अब एकदमै सिम्पल कुरा तर यो एकदमै इम्पोर्टेन्ट कुरा हो, कभर ब्लक। धेरै ठाउँमा अझै पनि कभर ब्लकको सट्टा ढुङ्गा, इट्टाको टुक्रा राख्ने चलन अझै छ, तर त्यो सही होइन। कभर ब्लकको काम भनेको रड र कङ्क्रिट बीच सही दूरी मेन्टेन गर्नु हो। प्लास्टिक वा कङ्क्रिट कभर ब्लक राख्दा रडमा रस्ट आउँदैन, कङ्क्रिटको स्ट्रेन्थ राम्रो हुन्छ, स्ल्याबको लाइफ बढ्छ। त्यसैले कभर ब्लक प्रयोग गर्दा ढुङ्गाभन्दा धेरै सुरक्षित र प्रोफेसनल तरिका हो। अब स्ल्याबभित्र तपाईँले टप रड र बटम रडको बीचमा सानो रड राखिएको देख्न सक्नुहुन्छ। यसलाई हामी चेयर बार भन्छौँ। चेयर बारको काम भनेको टप रेन्फोर्समेन्टलाई स्ल्याब कास्टिङ गर्दा ठिक पोजिसनमा राखिराख्नु हो। चेयर बार नराख्दा स्ल्याब हाल्ने बेला रड तल झर्ने वा अनइभन हुने खतरा बढ्छ। यी साना कुराहरूले नै ठुलो कन्स्ट्रक्सनको क्वालिटी डिसाइड गर्छ। स्ल्याब कास्टिङ गर्दा कङ्क्रिट हालिसकेपछि प्रोपर भाइब्रेसन अनिवार्य हुन्छ। भाइब्रेसन नगर्दा कङ्क्रिट एयर ग्याप बस्छ, जसले स्ल्याब कमजोर बनाउँछ। कास्टिङ सकेपछि क्युरिङ झनै इम्पोर्टेन्ट हुन्छ। समयमै पानी नदिँदा स्ल्याबमा हेयर क्र्याक देखिन सक्छ। हामी हाम्रो साइडमा यस्ता साना साना डिटेललाई धेरै ध्यान दिएर काम गर्छौँ, किनभने स्ट्रङ बिल्डिङ साना कुराबाटै सुरु हुन्छ। यदि तपाईँलाई यस्ता रियल साइट इन्जिनियर कुरा मन पर्छ भने भिडियो लाइक गर्नुहोस्, फलो गर्नुहोस् र सेयर पनि गर्न सक्नुहुन्छ। र थ्याङ्क यू सो मच। हाम्रो भिडियो हेरिदिनु भएको एकदम थ्याङ्क यू सो मच।